बुढान साना किसान कृषि सहकारी संस्थाले बाराबर्दिया नगरपालिका 4 पन्नाहाले 7 नम्बर अन्तर समूह घोरपिट्टामा यही मिति 2082 मंसिर 7 गतेका दिन क्षेत्रगत भेला गरी 23औं वार्षिक साधारण सभा तथा अन्तर समूह स्तरीय सार्वजनिक सुनवाई सम्पन्न गरेको छ। 7 नम्बर अन्तर समूहका अध्यक्ष तुलसा पौडेलको अध्यक्षतामा गरिएको कार्यक्रममा आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति तथा कार्यक्रमहरू संस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जगन्नाथ कडेलले शेर सदस्यहरू बीच प्रस्तुत गर्नुभएको थियो। 7% लिने यो नमिल्ने भएको हुँदा हामी त्यो 25 लाख रुपैयाँ अब त्यो पैसा बाँकी छ त्यसलाई भुक्तान गरिसकेपछि मात्रै यो पैसा ल्याएर हामी हाल्नुपर्छ। यो स्वावलम्बन कर्जा भनेको सबैलाई दिन मिल्ने कर्जा चाहिँ होइन, एकदमै गरिब परिवारमा थोरै रकम कुनै व्यवसाय सरकारी खेती गर्नलाई थोरै रकम 7% पनि दिने भनेको छ, त्यो पनि हामी दिन सक्छौं। पशुधन संरक्षण, पशु भ्याक्सिन, शेरधनी राहत, रासायनिक मल खाद बिक्री, विभिन्न तालिम गोष्ठी सञ्चालन, भूकम्प पीडितलाई सहयोग, खाद्यान्न धान खरिद बिक्री, बिउ बिजन उत्पादन तथा बिक्री लगायतका कार्यक्रमहरू संस्थाद्वारा सञ्चालन गरिएको अध्यक्ष कडेलले बताउनु भएको थियो। आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति तथा कार्यक्रमहरू सुनिसकेपछि शेष सदस्यहरूबाट सुझाव सल्लाह समेत संकलन गरिएको थियो। बाराबर्दिया नगरपालिका वार्ड नम्बर 4 अन्तर्गतमा गठित 368 समूह रहेको यस संस्थाको 11 वटा अन्तर समूहमा 1642 महिला र 749 पुरुष गरी जम्मा 2391 जना शेर सदस्यहरू बीच आर्थिक वर्ष 2081-82 मा संस्थाले 34 करोड 57 लाख 68 हजार बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदन संस्थाका प्रमुख व्यवस्थापक ललिराम थारूले सार्वजनिक गर्नुभएको थियो। 11 वटा अन्तर समूह मध्ये 9 वटा अन्तर समूहमा यसरी नै क्षेत्रगत भेला गरी 23औं वार्षिक साधारण सभा तथा अन्तर समूह स्तरीय सार्वजनिक सुनवाई सम्पन्न गरिसकिएको र अब 2 वटा अन्तर समूहमा पनि यसरी नै सार्वजनिक सुनवाई गरिसकेपछि यही मिति 2082 मंसिर 28 गते प्रत्येक समूहबाट 2-2 जना शेर सदस्यहरू बुढान साना किसान कृषि सहकारी संस्थाले पन्नाहामा भेला गरी 23औं वार्षिक साधारण सभा सम्पन्न गरिनेछ। कार्यक्रममा उपस्थित शेर सदस्य लगायत अतिथिहरूलाई सञ्चालक समितिका सदस्य लाल बिहारी थारूले स्वागत गर्नुभएको थियो।